नमस्कार। कृषकहरूले बालीमा लगाउनु भएको आलु हार्भेस्ट गर्ने समय आएपछि भण्डारणमा विशेष ध्यान दिनुपर्छ, जसले गर्दा बजार व्यवस्थापनमा राम्रो प्रभाव पर्छ। आउनुहोस् यसै विषयमा कुरा गरौँ। अन्य बालीको तुलनामा आलु एकैपटक तयार हुने बाली भएकाले सबै उत्पादन एकैपटक भित्र्याउने र बिक्री वितरण गर्नुपर्ने अवस्था देखिन्छ। यदि समयमै बिक्री हुन सकेन भने आलु कुहिन वा किरा लाग्नबाट बचाउन उचित भण्डारणको आवश्यकता हुन्छ। आलु भण्डारणको उद्देश्य करिब 7 देखि 8 महिनाको भण्डारण अवधिमा 20 देखि 30% सम्म आलु नोक्सान हुन सक्छ। गर्मी ठाउँमा स्थानीय प्रविधिबाट आलु भण्डारण गर्दा अझ बढी नोक्सान हुन्छ। यसरी आलु भण्डारणमा बढी नोक्सान हुनुको कारणहरूमा टुसाको वृद्धि, दानाको रासायनिक संरचनामा परिवर्तन, आन्तरिक श्वास प्रश्वास र बाष्पीकरण प्रक्रिया आदिले प्रमुख भूमिका खेलेको हुन्छन्। आलु भण्डारण गर्नुको मुख्य उद्देश्य भनेको आलुको गुण र परिमाणमा दुवैमा संरक्षण गर्नु हो। खाने आलुको भण्डारण गर्नुको उद्देश्य आलुलाई चाउरिएर, टुसाएर अथवा कुहिएर सडेर तौल घट्न नदिने, रोग व्याधिबाट रक्षा गर्ने, पाक्ने गुण, कुकिङ क्वालिटी तथा स्वादमा ह्रास आउन नदिने र लामो अवधिसम्म उपभोग योग्य बनाइराख्ने हो। त्यस्तै बिउ आलु भण्डारण गर्नुको उद्देश्य बिउ आलुलाई स्वस्थ राख्ने, उम्रने शक्ति कायम राख्ने, रोग व्याधिबाट बचाउने पनि हुन्। आलु भण्डारणको अवधिलाई तराई, भित्री मधेस, तल्लो पहाडी क्षेत्रहरू र मध्य पहाडी क्षेत्रका आधारमा यहाँ वर्णन गरिएको छ। आलु भण्डारणको अवधि नेपालको उच्च पहाडी क्षेत्रदेखि तराईसम्म विभिन्न किसिमका हावापानी तथा भौगोलिक क्षेत्रमा आलु खेती गरिने भएकाले आलु रोप्ने समय, बाली अवधि र आलु खन्ने समय पनि फरक पर्दछ। तराई तथा भित्री मधेसमा आलु भण्डारणको अवधि तराई तथा भित्री मधेस क्षेत्रमा असोजदेखि मङ्सिरसम्म आलु रोपी पुसदेखि फाल्गुनसम्मको अन्तसम्ममा खनिन्छ। यस क्षेत्रमा यही बेलादेखि नै तापक्रम बढ्ने हुनाले 2-3 महिनासम्म पनि आलु जोगाउन मुस्किल पर्छ। यदि अगौटी आलुको खेती भए थोरै क्षेत्रमा रोपिने र बजारमा छिट्टै बिक्री हुने भएकाले मङ्सिर पौषसम्मको सुरुसम्म खनिएको आलुलाई लामो भण्डारणको जरुरत भने पर्दैन। त्यसैले चिसो हुने भएकाले आलु बोरा वा थुप्रोमा राख्दा पनि भण्डारणमा त्यति नोक्सान भने हुँदैन। त्यस्तै फागुनदेखि चैततिर खनेपछि केही हप्ता भित्र शीत भण्डारणमा राख्नु पर्दछ। यदि शीत भण्डारणमा राखिएन भने 2 देखि 3 महिनापछि भण्डारणमा नोक्सान हुन जान्छ। तर शीत भण्डारणको अभाव वा महँगो भण्डारले गर्दा यस क्षेत्रमा कृषकहरूले 3 देखि 4 महिनासम्म आलु घरैमा फिंजाएर राख्ने गरेको पाइन्छ। प्राय उसको घरमा बाँसको मचान वा तख्ताहरू बनाई आलु फिंजाएर भण्डारण गरिन्छ। राति चिसो हुने बेलामा ढोका झ्याल खोलेर राखिन्छ र दिउँसो बन्द गरिन्छ। तल्लो पहाडी क्षेत्रहरूमा आलु भण्डारणको अवधि आलुलाई 3-4 महिना भन्दा बढी अवधिसम्म साधारण अवस्थामा भण्डारण गर्न सकिँदैन। त्यस क्षेत्रमा आलु असोजदेखि पुससम्म रोपिन्छ र मङ्सिरदेखि चैत्रको अन्तसम्म खनिन्छ। त्यहाँ आलु भण्डारणको समय चैत्रदेखि कार्तिकसम्म पर्न आउँछ। तर त्यस क्षेत्रमा प्राय लेकबाट वा शीत भण्डारणबाट प्राप्त बिउ आलु प्रयोग गरिने हुँदा लामो समयसम्म आलु भण्डारण गर्ने चलन भने छैन। आफ्नो घर परिवारका लागि 4-5 महिनासम्म भुइँमा वा तलामाथि फिंजाएर राख्ने गरेको पाइन्छ। मध्य पहाडी क्षेत्रहरूमा आलु भण्डारणको अवधि वर्षको 2 बाली वसन्ते र शरद बाली आलु खेती गर्ने चलन छ। वसन्ते बालीमा मुख्य बाली पौषमा रोपी वैशाख जेठमा खनिन्छ। यस समयमा खनेको आलुले बजार राम्रो पाउने हुनाले लामो भण्डारणको जरुरत पर्दैन। तर सो आलु बिउको रूपमा राखी भदौ असोजमा रोप्नको लागि प्रयोग गरेको पाइन्छ। शरद बाली भदौदेखि असोजको सुरुसम्ममा रोपी कार्तिक मङ्सिरमा खनिन्छ। तर यो बाली कम कृषकले मात्र बाली लिने हुनाले आलुको परिमाण पनि कम हुन्छ। तसर्थ उत्पादित आलु तुरुन्तै खपत भइहाल्छ। लामो भण्डारणको जरुरत भने पर्दैन। उच्च पहाडी क्षेत्रहरूमा आलु भण्डारणको अवधि
उचाइ हेरेर माघदेखि चैत्र वैशाखसम्म आलु रोपिन्छ र असारदेखि भदौ असोजसम्म खनिन्छ। यस क्षेत्रमा आलु एक प्रमुख खाद्यान्न बाली भएकाले प्रशस्त खेती गरिन्छ। साधारण होसियारी अपनाउँदा असोजदेखि चैत्र वैशाखसम्म आलु जोगाउन खास समस्या देखिँदैन। यस क्षेत्रमा आलुलाई अँध्यारो छिन्डी वा कोठामा थुपारेर वा भकारीमा हालेर वा बाहिर खाल्डोभित्र भण्डारण गर्ने चलन पनि छ। तर 2400 मिटर भन्दा तलका क्षेत्रहरूमा वायु सञ्चारको अभावमा भकारीमा आलु राख्दा तापक्रम बढ्न गई सुसुप्त अवस्था समाप्त भएपछि सेला टुसाहरू लामा भई बढ्न थाल्दछन् र आलु चाउरिन थाल्दछन्, जसले गर्दा आलु भण्डारणमा नोक्सानी हुन जान्छ। भण्डारणका प्रचलित विधिहरू स्थानीय टोपो तथा भकारी, खाल्टो विधि र स्टिक स्टोर आदि।